समोदमस्तप शौचं क्षान्तिरार्जवमेव च ज्ञानं विज्ञानम् आस्तिक्यं ब्रह्म कर्म स्वभावजम्। नमस्ते, म स्वर्णकमल यहाँहरू सबैजनालाई स्वर्णकमल मार्गमा हार्दिक स्वागत गर्न चाहन्छु। यो महत्त्वपूर्ण वैदिक श्लोक भगवत गीताको 18औं अध्यायको 42औं श्लोक हो। यसमा यति महत्त्वपूर्ण कुरा लेखिएको छ, यति महत्त्वपूर्ण कुरा व्याख्या गरिएको छ कि हामी मानव भएर जन्मिसकेपछि यदि हामीले सुख शान्ति र समृद्धि परम आनन्दताको बाटो गाल्न चाहन्छौँ भने बाटो यही नै हो। यो श्लोकले 9वटा महत्त्वपूर्ण गुणहरू जुन हामीले अनिवार्य रूपमा विकास गर्नुपर्ने गुणहरू बताएको छ। तो समो भनेको शान्त भाव, दम मन र इन्द्रियहरूलाई नियन्त्रणमा लिने भाव अथवा काम, समोदमस्तप भनेको तपस्यामा लीन रहने, हाम्रा कुनै पनि कार्यहरू हामीले गर्नुपर्ने कर्तव्यहरू पुरा गर्न हामी तपस्वी जसरी अगाडि बढ्नु पर्दछ भन्ने भाव हो। समोदमस्तप शौचम भनेको शुद्ध रहने, मन वचन र कर्मले शुद्ध रहने, भित्रैबाट शुद्धता हासिल गर्ने। शान्ति भनेको सहनशीलता अथवा क्षमाशीलताको भाव, कसैसँग पनि वैरी भाव नराख्ने, त्यो क्षमाशीलता हो। शान्ति आर्जव भनेको यो सरलता अथवा इमान्दारिता, आफू इमान्दार रहने, पूर्ण रूपमा इमान्दार बन्ने। ज्ञानम ज्ञानको कुराहरू भइ नै हाल्यो। विज्ञानम अनुभवात्मक ज्ञान अथवा विज्ञान, जुन अन्धविश्वास रहित छ, जुन सही ज्ञान हो, त्यो विज्ञान पक्राउनु पर्यो। आस्तिक्यम भगवानप्रति आस्थावान हुनु पर्यो। भगवान भन्नाले यो ब्रह्माण्डीय सत्ताको कोही न कोही नायक त होला नि त। त्यो परम शक्तिमा आस्था राख्नु त्यो आस्तिक्यम हो। यी 9वटा गुणहरू ब्रह्म कर्म स्वभावजम। ब्रह्म भनेको यहाँ ब्राह्मण भनिएको होइन, ब्रह्म हामी सबै ब्रह्म हौँ। अहम ब्रह्म अस्मि, हेर्नुहोस् त कति महत्त्वपूर्ण अथवा महावाणी छ यो वेदको। अहम ब्रह्म अस्मि, म नै ब्रह्म हुँ। जब यो वाक्य हामीले बोल्दै गर्दाखेरि तत् त्वम असि, तपाईँ पनि स्वयं ब्रह्म हुनुहुन्छ भनेपछि तपाईँ ब्रह्म हुनुहुन्छ, म ब्रह्म हुँ भनेपछि हामी ब्रह्मले पालना गर्नुपर्ने। यदि यी 9वटा नियमहरू हामीले राम्रोसँग पालन गर्यौँ भने हामी सुख शान्ति समृद्धि परम आनन्दताको बाटोमा रहन्छौँ